सबैजनालाई नमस्कार। आज मैले मिठो कविता लिएर उपस्थित भएको छु। सबैजनाले सुन्नुहोला। यस कवितालाई मन परेमा हजुरले शेयर और लाइक पनि गरिदिनु होला। जलिरहेको लासलाई आँखा बन्द गरी मैले सोधेँ। जलिरहेको लासलाई आँखा बन्द गरी मैले सोधेँ। उठिरहेको हावामा सुन्दरताको आवाज सुने। उडिरहेको हावामा सुन्दरताको आवाज सुने। म जाँदैछु भनेर सुन्दरताको आँसु झारे। म जाँदैछु भनेर सुन्दरताको आँसु झारे। जलिरहेको लासलाई आँखा बन्द गरी मैले सोचेँ। जलिरहेको लासलाई आँखा बन्द गरी मैले सोचेँ। उडिरहेको धुवामा सुन्दरताको आवाज सुने। उडिरहेको धुवामा सुन्दरताको आवाज सुने। म जान्छु भनेर सुन्दरताको आँसु झारे। म जान्छु भनेर सुन्दरताको आँसु झारे। हजुरलाई यो कविता कस्तो लाग्यो? राम्रो लागेमा लाइक और कमेन्ट गरिदिनु। जलिरहेको लासलाई आँखा बन्द गरी मैले सम्झेँ। हजुरले लास जलाउन जानुभएको छ भने, अगर जलाउनु भएको छ भने, जानुभएको मलामीहरू हुन्छ भने तपाईँले एकचोटि यो लासको लाई सम्झेर एकचोटि आँखा बन्द गर्नुभयो भने उडिरहेको हावामा सुन्दरताको आवाज सुने। उडिरहेको धुवा हामीले लास जलेर उडेर माथितिर जान्छ, आकाशतिर। सुन्दरताको आवाज सुने। ऊ धुवाले सुन्दरताको आवाज सुने। हे राम, म आउँदैछु। हे राम, हामी जहिले पनि मरणपट्टि लागेको हुन्छ। हे राम, हे भगवान, भगवानलाई हामीले हमेसा सम्झेका हुन्छौँ। जन्म दिने भगवानै हुनुहुन्छ भने मरण दिने पनि भगवानै हुन्छ। त्यसैले जलिरहेको लासलाई आँखा बन्द गरी मैले सोचेँ। जलिरहेको लासलाई आँखा बन्द गरी मैले सोचेँ। उडिरहेको धुवालाई सुन्दरताको आवाज सुने। उड्दै गरेको धुवामा हजुरलाई हे राम भन्ने र मेरो लासले मेरो हर कोहीले शान्ति पाउन् भनेर भगवानको नाम लिएर हे भगवान, मेरो यो लासले शान्ति पाओस् भनेर हामीले भन्छौँ। त्यसै हुनाले सुन्दरताको आवाज सुने। म जाँदैछु भनेर सुन्दरताको आँसु झारे। ऊ लासले म तिमीहरूलाई छोडेर सधैँ जाँदैछु भनेर उनले थपथपी आँसु झारे र उनले यो भने, हे भगवान, मलाई सबैजनाले माया गर्नुहुन्थ्यो। आज म मरेर गए तापनि सबैजनाले माया गर्नुहोला र हमेसा मेरो कुरो गर्नुहोला भनेर उहाँले सुन्दरताको आँसु झारे भन्ने यस कहानीले र कविताले जनाइरहेको छ। यो कवितामा फेरि मैले एकचोटि भन्दै आएको छु। जलिरहेको लासलाई आँखा बन्द गरी मैले सोधेँ। जलिरहेको लासलाई आँखा बन्द गरी मैले सोचेँ। उडिरहेको धुवामा सुन्दरताको आवाज सुने। उडिरहेको धुवामा सुन्दरताको आवाज सुने। म जान्छु भनेर सुन्दरताको आँसु झारे। म जाँदैछु भनेर सुन्दरताको आँसु झारे। हे भगवान, जन्म दिने भगवान हुनुहुन्छ भने कर्म दिने पनि जन्म दिने भगवान हुनुहुन्छ भने
मरण दिने पनि भगवानै हुन्छ। त्यसैले हामी हे भगवान भनेर हामी भगवानको सम्पिरमा जान्छौँ। त्यसैले यही आवाज चलिरहेको धुवामा सुन्दरताको आवाज, हे राम, हे भगवान, मेरो लासले शान्ति पाओस् भनेर हजुरले अवश्य पनि शान्तिको उस लासलाई सम्झिनुहुन्छ। त्यसैले उडिरहेको धुवामा सुन्दरताको आवाज सुने, जलिरहेको लासलाई आँखा बन्द गरी मैले हेरेँ, जलिरहेको लासलाई आँखा बन्द गरी मैले हेरेँ, उडिरहेको लासलाई, उडिरहेको धुवालाई सुन्दरताको आवाज सुने, उडिरहेको धुवालाई सुन्दरताको आवाज सुने, म जाँदैछु भनेर सुन्दरताको आँसु झरे, म जाँदैछु भनेर सुन्दरताको